नमस्ते साथीहरू, आज म एउटा अर्को नयाँ भिडियोको साथमा हजुरहरू समक्ष उपस्थित भएको छु। आज चाहिँ म लेडिज लङ ड्रेस काट्न गइरहेको छु। यो चाहिँ हाम्रो लेडिज लङ ड्रेस अनि स्लिभ बलुन स्लिभ छ अनि अगाडि चाहिँ ओभरल्याप हुन्छ, काज बटन हुन्छ अनि तल चाहिँ हाम्रो फ्रिल 10 इन्चको फ्रिल जोडिने छ। हेर्दै गर्नु होला। यो चाहिँ हाम्रो वेस्ट लेन्थ हो। वेस्ट लेन्थ मैले 15 इन्च राख्न गइरहेको छु। 7.5 आमलको मार्क अनि हाम्रो बस्ट पोइन्ट भनेको चाहिँ हाम्रो चाहिँ बस्ट पोइन्ट 11 इन्च रहेको छ। 11 इन्चलाई यो 11.5 इन्च। शोल्डर हाम्रो 15 इन्च छ अनि फ्रन्ट क्रस साइज हाम्रो 44, फ्रन्ट क्रस 7.5, चेस्ट हाम्रो 44 रहेको छ। यसमा मैले 2 इन्च लुज एड गरिरहेको छु। 44 लाई 46 अनि कम्मर हाम्रो 37.5 रहेको छ भने चाहिँ 2 इन्च एड गर्दा हामीले 39.5 हुनेछ। 39.10 39.5 अनि 1.5 इन्च डाट्सको मार्जिन। 4 इन्चमा डाट्स, यो ठुलो साइज छ त्यही भएर यो वाइड चाहिँ हामीले 3.5 इन्च राखिरहेका छौँ। यसको नेक ओपन भनेको हाम्रो 9.5 इन्च छ। यसमा चाहिँ कोट कलर छ तर पनि हल्का राउन्डमा छ, त्यही भएर कलर चाहिँ हामीले पछि एक्स्ट्रा कलर नै हाल्नुपर्ने हुन्छ। त्यसैले मैले राउन्ड भीमै काटिरहेको छु अहिले। आमल यसको 20 इन्च, आमल यसको 19 इन्च छ। 19 इन्च अब चाहिँ म यसको ब्याक काट्न गइरहेको छु। हेर्दै गर्नु होला। मेरो भिडियो मन परेमा लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सनु होला। यो चाहिँ कोट कलर भएको हुनाले 1.5 इन्च मात्र मैले डाउन गरेको छु। यो चाहिँ ब्याक डाट्स हो। यो ब्याक भयो, यो फ्रन्ट। अब चाहिँ म यसको बाहिरी काट्न गइरहेको छु। मैले भर्खरै माथि चोली पार्ट काटिसकेको छु। अब म तलको चाहिँ
पार्ट काट्न गइरहेको छु। हाम्रो चोली लेन्थ 15 इन्च राखेको छु। चोली लेन्थ 15 भनेपछि यो चाहिँ हाम्रो फ्रिल भनेको 10 इन्चको रहनेछ। 15 र 10 25 इन्च भयो। 45 मा 25 इन्च माइनस गर्दा 20 इन्च बाँकी रहने। हाम्रो 15 इन्च चोली लेन्थ रहेको छ र 10 इन्चको फ्रिल हामी तल एड गरेछौँ। 25 इन्च हाम्रो माइनस गर्दाखेरि 45 यसरी हामी 25 इन्च माइनस गरेर 45 यसरी पुर्याउने छौँ। यो चाहिँ हाम्रो 1.5 इन्चमा यो ओभरल्यापको भाग हो। यो मार्जिन हाम्रो वेस्ट भनेको चाहिँ हाम्रो चाहिँ 37.5 छ। यसमा मैले 2 इन्च एड गरेर 39.5 गरिरहेको छु। यसलाई हल्का एलाइनमा मात्र चाहिँ राखेको छु मैले। 29 इन्च एलाइन हुन्छ। यो चाहिँ हाम्रो ब्याक साइड। म चाहिँ अब यसको स्लिभ काट्न गइरहेको छु। यसको स्लिभ लेन्थ छ हाम्रो 23 अनि तल हाम्रो बलुन स्लिभ छ। यसलाई 1 इन्च म एड गर्न गइरहेको छु। 4.5 इन्च यो आर्महोल डाउनको लागि हो। यहाँ चाहिँ हामीले 1.5 इन्च माइनस गर्नुपर्ने हुन्छ ब्याकको सेपबाट। माथि चाहिँ हाम्रो नर्मलै छ। यो आर्महोल नर्मल जोडिने छ र तल चाहिँ हाम्रो हल्का यसरी बलुन पफ स्लिभ रहनेछ। अब चाहिँ म यो तलको यो फ्रिल छ हाम्रो 10 इन्चको त्यो काट्न गइरहेको छु। 10 इन्चको लागि म माथि जोइन मार्जिन 1/2 इन्च र तल सिलाइ मार्जिन 1/2 इन्च गरेर 1 इन्च प्लस गरेर 11 इन्चको काट्न गइरहेको छु। यो 60 विथको कपडा हो। त्यही भएर मैले यसलाई 3 लेन्थ राख्न गइरहेको छु। यो चाहिँ हाम्रो फ्रिल यसरी रहनेछ तल। त्यसमा बीचको पार्ट यो भयो अनि हाम्रो चोली चाहिँ यसरी रहेको छ। यसलाई चाहिँ हामीले क्याच बटन गरेर ओभरल्याप गर्नेछौँ। अनि हाम्रो कलर चाहिँ यहाँबाट एक्स्ट्रा कलर राख्नेछ। कोट टाइपको कलर छ अगाडि पछाडि नै बढ्तीमा हाल्नुपर्ने हुन्छ। यो चाहिँ फर्किँदाखेरि यति आउने हुन्छ। अनि हाम्रो स्लिभ चाहिँ यो हाम्रो बलुन स्लिभ रहेको छ लङ स्लिभमा।